नमस्कार, म एक डाक्टर हुँ र आज म तपाईसँग अत्यन्तै जरुरी कुरा गर्न आएको हुँ। ध्यानले सुन्नुहोस्। तपाईलाई त थाहै छ एन्टिबायोटिक्स दबाईहरूले करोडौं मान्छेहरूको ज्यान बचाउँछ। तर अब बिमारी फैलाउने ब्याक्टेरिया पहिले भन्दा धेरै शक्तिशाली भएका छन्। अब तिनीहरूमाथि एन्टिबायोटिकको असर कम्ती हुँदै गइरहेको छ। यस्तो यसकारण भयो किनकि तपाईले डाक्टरको सल्लाह बिना नै एन्टिबायोटिक्स खानुहुन्छ। रुगा लाग्यो एन्टिबायोटिक्स खायो, भाइरल वा फ्लू भयो त पनि एन्टिबायोटिक्स खायो। जबकि एन्टिबायोटिक्स यी सबैको इलाज होइन। त्यसैमाथि एन्टिबायोटिक्सको कोर्स सधैँ पूरा गर्नुपर्छ, तर कतिपयले यसलाई बीचैमा छोडिदिन्छन्। यही सबै गरेर हामीले ब्याक्टेरियालाई एन्टिबायोटिक रेसिस्टेन्ट बनाएका छौं। तर अहिले पनि समय छ। याद राख्नुहोस्, एन्टिबायोटिक्स त्यति बेला मात्रै लिनुहोस् जब डाक्टरले प्रेस्क्राइब गर्छन्, अनि दबाईको खुराक पूरा लिनुहोस् र समयमा लिनुहोस्। दबाईको पत्तामा रातो धर्का अर्थात् डाक्टरको परामर्श जरुरी छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा जनहितमा जारी।